फाइनली अब होइन कति बजीसम्म टाइम थाहा भएन 5 त पक्कै सो पर्सि अब म छिर्नै आँटेको छु त्यहाँबाट 2 मिनटको बाटो रहेछ हाम्रो भन्नु यो बाटो धेरै हिँडेको छ पहिले किनभने अनि हामी सानै हुँदा बिहा बित्तातिर धेरै आइन्थ्यो सो चाडपर्व यहाँ होइन दसैँतिर यो ट्री जुन छ नि यो ट्री एकदमै खास छ सानो हुँदा यो ट्री सो मैले राति हिँडेर पनि एक्लै पनि यो बाटो आवत जावत गरेको छु हेर्न सक्नुहुन्छ आज शनिबारको दिन भनिहाल्नु लागिरहन्छ सो त्यति भिडभाड छैन बाटो र प्रायः बस चल्छ टाइम टेबल सो त्यसमा अहिले मैले सिटी टेम्पो गएर आवत जावतको लागि धेरै सहज भएको छ यो रङ्गली नगरपालिका र धनपाल 8 नगरपालिका टच होइन बिहाभित्रको बाटो हो 105 सारी रहेछ यो बाँस सारीको पनि एउटै बेग्लै कहानी छ एकदम दिउँसै 12 बजे दिउँसै पर्दा नि यो बस्तीहरू पहिले थिएन यहाँ हेर्नुहोस् यहाँ पनि घर छ उता फारम छ यो घर पहिले थिएन यहाँ बसेको 10 साल भयो 10 सालभन्दा माथि त भयो होला यता बबियाको यो 12 भइसक्यो लाटाबाट 1 किलो पर्दैछ 1 किलोमिटर सो लाटाबाट त्यसपछि त पर्सि आयो यो बाटोमा धेरै यादगारहरू यादगार क्षणहरू लुकेका छन् साथीहरू बबियाभित्रको हाम्रो पर्सिया बजारको बाटो हो